मा यसरी लाउनु भयो हामीले यो 4, 5, 6 वटा लाउँथ्यौँ। यहाँ चाहिँ एउटै उसमा एकै ठाउँमा सर्लक्क जाने बनाउनु भयो त पूर्ण दाइले। भाउजू यो राम्रै छ त होइन भाउजूको विचार के छ यसमा भएर त। घर पनि उस्तै सफा, यो झन् सफा। पूर्ण दाइको साह्रै मेहनती मान्छे हुनुहुन्छ। बाख्रा खोर मात्रै हेर्नुहोस् त उता। बाख्रालाई कति ओबाना बनाउनु भयो बाख्रा खोरमा पनि। ल बाख्रा पनि कतिलाई छन् फेरि। माथिल्लो घर त्यस्तै चिटिक्क परेको, तल्लो घर पनि चिटिक्कै। ल हेर्नुहोस् यो पूर्ण दाइको घर। तर फेरि घर चाहिँ पूर्ण दाइको भए पनि यसमा काम चाहिँ भाउजूको हो। यो चिटिक्क बनाउँदै नाम मात्रै पूर्ण दाइको हो। वस्तुको ठाउँ हेर्नुहोस् भुइँसी यो चम्पाकली छ। यता पाडो बस्ने ठाउँ हेर्नु उस्तै गोरु। यो दाई मात्रै भन्यो। यसमा त ठुलो हात त भाउजूको पनि छ। यसरी भित्तो पनि पानी नपसोस् भनेर यस्तो बनाउनु भएको छ। पोथी चाहिँ खाए बार फुल पाडिसकेको थियो।